I doing live update of my unit. Cause not so big size. No, each size is okay. Okay, this is okay. This is okay. This is okay. Not so much big, not normal. And today I going to do some good. Today my home. Hello guys, अलिकति प्रब्लम भएको थियो लाइक यो प्लेस भएर यहाँ टाउ कति दुखाउँछ यो स्केल्टनले प्लेस गएर हेरौँ त पछि होइन म अगाडि चाहिन्छु आज म एउटा होइन गाइस धेरै नै गर्न गइरहेछु म आज आफ्नो सबैभन्दा पावरफुल युनिट बनाउँछु आज त म आज वीक होइन यो फर्स्ट भिडियो त होइन म यसभन्दा पहिला पनि कति धेरैचोटि गरेँ हो को अन्धी मान्छेले मेरो यो गेम डिलिट गरेको कारणले म फेरि 1 लेभलमा गर्नु परिरहेछ कि को चाहिँ अन्धी मान्छे होला नि अहिले गाइस म स्टोरमा गएर फेरि स्केल्टन युज गर्छु किनकि स्केल्टन मेरो फेभरेट त हो यस्तो गरेर म एउटा स्ट्रक्चर त बनाउनु म सोचिरहेको छु कि कुनै एउटा न्यू एनिमल बनाउनु चाहिँ काफी धेरै हामीलाई यो के भन्छ अरे हात चाहियो के को हात यो हात अलिकति यहाँ यो हात यो त गोरिल्ला ह्युमन गोरिल्ला अब हेरौँ जरा गोरिल्ला के ओए बिचारा गोरिल्लाको कहिले सुत्नेवाला छैन पछाडि किन जान्छ म अगाडि जान्छु खोइ अगाडि गयो भने अप आएन ओके यसलाई 400 सुकुना भन्ने क्या हो गाइस यसको माथि म त म यसो स्केल्टनको नै लगाउँछु मेरो एउटा के भइरहेछ तीन त म अलिकति ओरा फार्मको लागि हातले नै पुरुषले ओके म यता अलिकति यसलाई स्ट्रङ पनि बनाउँछु गाइस चिन्ता नगर्नु यो पालि यो एक होइन 4 मुभबाट अट्याक गर्छ राइनो राख्छु म यसमा चिन्ता नगर्नु गाइस यो बिल्ड हुँदैन यो पालि म ट्राई गर्छु म यसलाई साइडबाट पनि कभर गर्छु अनि त फेरि भयो अब जाने हेड्समा यसै आज अहिले मैले अपडेट पनि राम्रोसित गरे पनि छैन अहिले बाद नै यस्तो हुँदैछ सोच्नु गाइस तपाईँलाई एउटा ग्लिच देखाउँछु हेर्नु गाइस अब हामी पछाडिबाट पनि हेर्न सक्छ यिनीहरूको फेस अब हेर्नु गाइस अब यो क्या खतरा देखिरहेको छ अहिले त अपग्रेड गर्न सुरु मात्र छ हामीले त आर्मर टक्क लगाएको छैन गाइस सोच्नु जब हामीहरू आर्मर लगाउँछ तब यो कति खतरनाक देख्छ म अलिकति यो वालो आर्मर लगाउँछु किनकि मेरो फेभरेट आर्मर यो लगभग मेरो आर्मरले धेरै त गइरहेछ नि यो युनिटको ब्यालेन्सिङ राम्रो छ तर कोजोरुको ब्यालेन्सिङ सायद सर्च गरे चाहिँ छु होला कोजोरकको ब्यालेन्सिङ धेरै राम्रो छ अहिले हामीले यो मुक्काहरू पनि गर्नुपर्छ त अलिकति वेपन 1 मा जानुपर्छ किनकि त्यसले को मान्छे त कति मेरो पहिलोको आइडमा क्या रेयर गोल्ड हुन्थ्यो जो को मान्छे होला कसले मेरो यो एआरबीएस राम्रो गेम डिलिट गर्यो होला मेरो काफी धेरै राम्रो मैले यो एआरबीएस गेमको सोचे त थिएन कि म कहिले यो एआरबीएस गेममा खेल्छु तर मैले 2-3 त युट्युबरलाई हेरेकोले मैले यस्तो
एआरबिएसमा पार्टिसिपेट गरौँ भनेर गरेको हो। नाम म अहिले दिन चाहन्न, जब मेरो 400 सब्सक्राइबर कम्प्लिट हुन्छ तब म नाम दिन्छु गाइस। अनि तब तपाईँलाई थाहा पनि पाइहाल्छ म कसले गएर 2टा फेमस युट्युबर छ, अनि तिनीहरूले सिन्चानो चपलाई पनि गर्छ। म यति चाहिँ हिन्ट दिन्छु तपाईँलाई। अनि यिनीहरूको नाकमा त म यो लगाउँछु। जब मेरो दुश्मनहरू आउँछ नि, स्पाइडर्स, स्पाइनो, मेरो आजकल काफी धेरै दुश्मनहरू गर्दैछ गाइस, कि इसको टाउ इसको धेरै यसको यो लगाउनु हुँदैन, के गरेर म पनि खुट्टा नै भएन भने चल्छ कसै। अलिकति साइज सानो गरेर लगाउँछु ताकि अपोनेन्टलाई ड्यामेज धेरै पेनफुल हुन्छ कि यो अपोनेन्टलाई बिचारको चिज निकल्छ। जब मेरो धेरै मेरो आजकल दुश्मनहरूले धेरै नै युनस बनाइरहेछ। मैले 2-3टा क्याप्चर पनि गरिसकेँ। जब मेरो सब्सक्राइबर बढ्छ तब खुन निक्लिहाल्छ भाइ। यो कोजर कास्टै अलग नै युनस छ कि मैले भाइ जिन्दगीमा कहिले कोजरलाई हेरेँ त छैन। त्यसको फर्स्ट टाइम यो बेसलाई नोटिस गरिरहेको छु मैले। खेर अहिले अब त्यसै चान्सै अपडेट गर्नुपर्छ कि मैले एक पनि कोना छोड्न फुल यसलाई अट्याकिङ युनिट बनाउँछु म। कोजोरोको ब्यालेन्स कोजोरो युनिट चुज गरेर मैले काफी राम्रो काम गर्छु। कोजोरो इज द गुड ब्यालेन्सिङ युनिट मेरो लागि चाहिँ गाइस। तपाईँको थाहा छैन त मेरो लागि चाहिँ कोजोरो राम्रोसित ब्यालेन्स गर्छ, किनकि यति धेरै लगाएर पनि हिलिरहेको छैन, हिलिरहेको छ। तर हेर्नु त यो कस्तो पावरफुल पो राम्रो छ। तर डेकोरेसनमा म भयो भने अहिले यो के हो अन्त यो युनिट नै माइनस गर्थेँ भाइ छ। यो माइनस गर्छु, यसलाई डिलिट गर्छु अन्त साइज ठ्याक्क के यिनीहरूको नाकको अगाडि राख्ने कि मैले राखेन भने काफी गडबड हुन्छ के गाइस मेरो लागि। अब हेर्नु के हुन्छ कान गर्छ। अब हेर्नु साइडमा हुन्छ कि अब मैले त्यो बर पनि लगाउन गाह्रो हुन्छ नि, पिक्चर पनि यस्तो गर्नुमा प्रब्लम हुन्छ के गाइस। वापस फेरि यो सिलेक्ट गर्ने, यसलाई फेरि मिस्टेक पेजेस त मेन पोइन्टमा चाहिँ राख्यो भने त्यसै फेरि हेर्नुहोस् ल क्या हुन्छ उसको यहाँ प्राइभेटमा राख्ने क्या हुन्छ। यसरी यहाँ राख्छु के गल्ती हुन्छ मबाट। यसरी माइनस गर्ने, यसलाई फटाफट डिलिट गर्छु अन्त के गर्नु कि यता अलिकति मान्छेहरू कराइरहेको छ। त्यसपछि पावर अट्याक त काफी छ, तर फेरि कुनै गड अफ द जाइन जस्तो युनिटहरू आयो भने मेरो भाग लाग्छ। त्यसरी पछाडि पनि भाइ म त्यता के पनि डिफेन्समा झान्दिरहेको छैन गाइस, र सिर्फ अट्याकिङमै झान्दैछु। खेल मेरो स्टाइल त्यो तर एउटा जग्गा पावरफुल र कमान्डो 4-5 एका टिम 1मा गएर टिम 2 भने त म टिम 3मा गर्छु। तर 3टा कमान्डो युज गरेर यसको हेल्प अलिकति ल्याग हुँदैछ खेल त भाइ। अट्याकिङ मसिन छ अलिकति, मतलब 3-4 कमान्डोहरू नै हराइन्छ यसले। सर्ट कमान्डोहरू चाहिँ तर मलाई काफी पावरफुल छ होला, तर मलाई लाग्दैन कि कमान्डोहरूको हेर्नु चाहिँ कति धेरै राम्रो लाग्छ तब पनि हामी, किनकि मसँग अहिले वेपन 1 यस गाइस। जरा अलिकति हामीहरू अलिकति अगाडि गर्ने युनिट पनि हेर्दिउँ। हेडलेस हल्क पनि हेरिदिउँ जरा 2 हेडलेस हल्क काफी धेरै पावरफुल, तर सायद युनिट हाल्छ होला। म यो लङ रेन्ज युनिट होला, तर यो युनिटको एउटा खासियत हो कि त्यसको इन्फर्नसको पनि कुनै युनिट गर्दैन, किनकि इन्फर्नस हो यो युनिट हेडलेस हल्को टाउकोमा अट्याक गर्छ। टाउकोमा मैले सायद एउटा हेडलेस हल्का अपग्रेड गर्नुपर्छ। तपाईँ भन्नु मेरो यो सब काफी धेरै पावरफुल युनिट छ, तर हेडलेस हल्क अन टप
भाइ मेरो हेडलेस हल्क त म भाइ हेडलेस हल्केलाई म आज जुत्ता हेडलेस हल्के यसको आधी हेडलेस हो र अलिकति इन्फर्मेसन कलेक्ट गर्नु पऱ्यो होला एउटा हेडलेस हल्क मसिक्यो यता के फुटबल खेल्दा होला यो यसको यो भाइ बाफ्रे भने त घुमा के मार्छ यसले अरे बाफ्रे यो आउँदैछ म के पनि इन्टरफेयर गरेको छैन हेर्नु गाइस म राम्रो मान्छे हो कि होइन युनिट बाई गाइस आजको लागि यति नै अब म आफ्नो अर्को युनिट बनाउने बेलामा तपाईँलाई बोलाउँछु